ल है हाम्रो त रोमनिया पनि यसो सानो करेसाबारीमा यसो साग रोप्नको लागि हाम्रो दाइले मिहिनेत गर्दै हुनुहुन्छ। यहाँको चाहिँ फेरि कोदारी र खतरा छ नि फेरि कस्तो कस्तो भने कस्तो कस्तो हो क्या हुन्छ नि खतरा। यो सबै साबेले खनेको भनेर पत्याउनुहुन्छ त होइन। साबेले पुरै दिएर के अरे पुरै पल्टाउँदै साबे त्यसलाई बेल्चा भन्छ बेल्चा बेल्चा हालिदिएको। यसको बिचमा रुख छ यसमा चाहिँ थोरै थोरै कोपी लगाएर नेपाली समझ्दा के हो ए हो 18-19 बंगाली और नेपाली भाषा 18-20 है। मतलब हिन्दी चाहिँ अनि हिन्दी चाहिँ मिल्छ पर्दैन हिन्दी 19-20 है। हाम्रो यहाँ चाहिँ यस्तो ठुलो खालको यो चाहिँ बाहिर आउन नपाएर कराएछ अघिदेखि। यसलाई निकाल्यो भने त्यहाँ यस्तो मेहनत गरेर ठाउँमा त दुःखै हुन्छ हौ। वो भी थोड़ा बंगाली बोल देती है। बोल्दी रे नेपालमा गएर नि खेती गर्नुपर्छ ल यसरी नै एउटा जग्गा किनेर। त्यसो नभन्नु न हौ सानो त्यो ठुलो जग्गा किन्नलाई त कहाँ सक्छ त नेपालमा त पाइहाल्छ नि होइन। त्यो ठुलो खालको जग्गा त कहाँ किन्न सकिन्छ र सानो किनेर यसरी घर अगाडि यसरी रोप्नुपर्छ घर एउटा किनेर भने एकछिनको लागि त। तर नेपालमा सबै चिज पाउँछ त्यही ठुलो कुरो हो। यहाँ चाहिँ नपाउने भएर यहाँको चाहिँ माहौल होइन तरकारी नै ठिक छैन। सागहरू पाउँदैन हरियो चिज पाउँदैन। नेपालमा घुम्ने फिर्ने रमाइलो छ। आजलाई स्थगित गर्यो होइन। अब केही अलिकति भन्नुपर्छ नि भन्नु पर्यो। के भन्नु छ त आजको लागि चाहिँ अब यति नै होइन। खनेसनी आज मौसम हाल्यो खनाउला माटो रोपौँला बिउ मौरा के साग सब्जी यतिमा फलाउँला भन्नु न।